यदि हजुरले एन्ट्रेन्स प्रिपरेसन गर्दै हुनुहुन्छ भने हजुरहरूले चाहिँ रुमको चुक्को ल्याएर 24 घण्टा पढ्नुपर्छ भन्ने कन्सेप्ट छ भने दिस भिडियो इज फर यु है त। मलाई कति धेरैजनाले चाहिँ एन्ट्रेन्स एकदमै गाह्रो हुन्छ हो, मैले चाहिँ टाइमै म्यानेज गर्न सक्दिनँ, अनि त्यसपछि मैले जब क्विट गर्छु, जब गर्दा गर्दै गर्न सकिन्छ कि सकिन्न भनेर कतिजनाले चाहिँ डिएम्सहरू गरिराख्नु भएको हुन्छ। सो यो भिडियोबाट चाहिँ मैले सबैलाई रिप्लाई दिन्छु है त। सो फर्स्ट कुरा भनेको चाहिँ हामीले नर्सिङ स्कुलमा जुन कन्टेन्ट पढेको हुन्छौँ नि, सो द्याट कन्टेन्ट नै पढ्ने हो कि हामीले एन्ट्रिक्समा पनि थोरै इनडेप्थ नलेज चाहिँ पाइन्छ त्यसबाट। नर्सिङ स्कुलमा चाहिँ हामीले सिलेबस वाइज पढ्छौँ भने एन्ट्रिक्सको कन्टेन्ट सिलेबस चाहिँ अलिकति भेग छ। सो त्यति मात्र डिफ्रेन्ट हो, नयाँ टपिक भनेर कुनै पनि हुँदैन। एउटा दुइटा होला मेबी जुन नर्सिङ स्कुलमा स्किप भएको टपिकहरू, नत्र भने त्यस्तो नयाँ टपिक चाहिँ कुनै पनि हुँदैन। सो सुरुबाट यदि हजुरहरूले प्रोसेसिङ पिरियडबाटै स्टार्ट गर्नुभयो पढ्न भने दिनको 1 घन्टा और 2 घन्टा 1 to 2 आवर विल बी मोर देन इनफ। हजुरहरूले आफ्नो अरू फर्दर लाइफ पनि इन्जोय गर्दै पढ्न सक्नुहुन्छ। एन्ड रिगार्डिङ ड्युटी जब गर्दा गर्दै सकिन्छ कि सकिन्न भन्नुभएको थियो। सो पनि जब गर्दा गर्दै प्रिपेयर गरेको, प्लस मेरो साथीहरूले पनि जब गर्दा गर्दै नै प्रिपेयर गरेको। सो परमा एक्सपिरियन्स चाहिँ के भयो भन्दाखेरि चाहिँ जब गर्दै प्रिपेयर गर्दाखेरि चाहिँ मोर बेनिफिसियल हुन्छ जस्तो फिल भयो। किन भन्दाखेरि चाहिँ मैले आज हाइपर क्यालेमिया टपिक पढेँ भने, घरमा थ्योरी पढेँ भने, सो प्र्याक्टिकली कुनै हाइपर क्यालेमिक पेसेन्ट हुनुहुन्छ भने मैले चाहिँ त्यो सिम्टम्सहरू, त्यो ट्रिटमेन्टहरू सबै अप्लाई गर्न पाउँछु, देख्न पाउँछु। सो त्यसले गर्दाखेरि चाहिँ रिटेन भयो। अनि त्यही भएर मलाई चाहिँ जब गर्दा गर्दै प्रिपेयर गर्न चाहिँ मोर बेनिफिट हुन्छ जस्तो फिल हुन्छ। तर इट्स अप टु यु, हजुरहरूले टाइम म्यानेज गर्न सक्नुहुन्न, फ्यामिली टाइम दिनुपर्छ भने चाहिँ यु क्यान अल्सो थिङ्क अबाउट इट। तर एन्ट्रिक्स चाहिँ गाह्रो छैन। डु स्मार्ट स्टडी एन्ड अल द बेस्ट।